धौलागिरी माछापुछ्रे अन्नपूर्ण अनि सगरमाथा कता हुन्छ त गाउँतिर त बल्ल पो आउँदैछ त ओहो पुसालाई ढोकिदिन्छु यस्तरी यो चाहिँ मेरो बुढाको एकदमै के रहर फेभरेट मनपर्छ उसलाई त्यहाँ हुँदा सुको खाएल यो हाम्रो दही हामी फेरि खानी मात्र होइन लिएर जाने चलन पनि छ टिकटक बनाउनलाई अघि नै हो काँच खोज्दा यो सिनेरीहरू खोज्दै हामीले जे कुरा नि बाँड्छौँ ल होइन सन्तरी छ्यामै मसान नआए नि आउला जस्तो तर छले नि छल्ला जस्तो होइन त्यो शान्त एकदमै के बाटो नरगेन रोक्ला जस्तो बुझिरहन किचिकिर्नेले होइन त्यस्तो ए कति भने होला नि यार channel and another video ma sanjay chu हजुर पनि सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला भनेर आज चाहिँ एकदमै बिहान मिठो घाम लागेको छ हामी चाहिँ यो घाम सँगसँगै जाँदैछौँ आज चाहिँ हामी जाँदैछौँ टक्क लाएर गाउँतिरै जान्छौँ हामी कहाँ जान्छौँ गाउँतिरै त जान्छौँ होइन हामी चाहिँ आज गाउँतिर जाँदैछौँ कटन छाप यो कटन छाप फेरि खैरेन्टार हुँदै बिमात हुँदै राङरुङ हुँदै जान्छौँ हामी चाहिँ आज मेरो मम्मीको घरमा चाहिँ मेरो सासूको बहिनी यानि कि मेरो फुपू पुसाईको घर जाँदैछौँ हामी चाहिँ टक्क लाएर सररररर हावा खाँदै अब बुढा आएपछि यतिको त घुम्नै पर्यो साथीहरू अनि के छ हजुरहरूलाई मेरो ब्लग कस्तो लागिरहेको छ आजभोलि म निकै डुलिरहेको छु गाउँतिर गइरहेको छु होइन तपाईँहरूलाई कस्तो लागेको छ प्लिज कमेन्ट गरिदिनु होला त्यसै गरी आज पनि जाँदैछौँ टक्क लाएर फुपू पुसाईलाई भेट्नको लागि बुढो अनि म भएर अनि आज पनि टक्क गइन्छ रमाइलो गरिन्छ गाउँ के कस्तो छ म देखाउँछु म चाहिँ पहिले पनि गइसकेको छु एकचोटि चाहिँ छोराको भात खुल्लामा गएको थिएँ भने अर्कोचोटि चाहिँ देवरको बिहामा गएको थिएँ अहिले चाहिँ फेरि आफ्टर लङ टाइम जाँदैछु म चाहिँ 3 पटक गइसकेँ बुहारी भएर है छोरा भने अहिलेसम्म एकचोटि पनि गएको छैन सो त्यही भएर छोरालाई चाहिँ म चिनाउँदैछु हाम्रो कटन छाप छ कस्तो भनेर सो फुपू पुसाईले चाहिँ बिहानै फोन गरिसक्नुभयो कतिखेर हिँड्ने हो भनेर तर हामी हिँडेकै छैनौँ बल्ल हामी हिँड्दैछौँ यो बाटो चाहिँ एकदमै देख्दा हजुरलाई कति राम्रो आहा कता होला भन्नुभएको छ भने कतिले चाहिँ चिन्नु भयो होला किन भन्दा यो हरियो छ नि यो हरियो गेट यानि कि यो बार हो त्यो चाहिँ हो त्यसले चाहिँ टक्क चिनाइहाल्छ फेरि हाम्रो यो एयरपोर्टको पछाडि हामी चाहिँ एयरपोर्टको सिधा कालो रोड हिँड्दैछौँ अहिले चाहिँ हामी अनि म चाहिँ मस्त इन्जोय गर्दैछु यो राइडलाई चाहिँ अब हामी यसरी नै राइड गर्दै गर्दै हामी खैरेनी टार पनि एकचोटि पस्नु पर्नेछ हाम्रो मम्मीको बारीमा हाम्रो मम्मीले बारीमा यति धेरै फर्सी फलाउनु भएको थियो कि जति फलायो नि म चाहिँ 2टा लिएर जाँदैछु मम्मीको लागि यदि खानु मन लाग्यो भने अझै पनि छ एभाइलेबल अझै पनि छ खाने भए चाहिँ नखाने भए चाहिँ यो चाख्नलाई 2टा डल्लै फर्सी हरियो लिएर जाँदैछु मम्मीको लागि अनि अहिले चाहिँ हामी खैरेनी छुस्स पस्छौँ अनि बिमात हुँदै मस्तिर सरर मोटर गाडीमा भन्दै जान्छौँ हामी राङरुङको बाटो हुँदै अस्ति चाहिँ हजुरहरूलाई राङरुङ भ्यू पोइन्ट जाँदा चाहिँ मैले हजुरहरूलाई त्यहाँको नजरिया त्यहाँको भ्यू चाहिँ देखाएँ भने तर राङरुङ गाउँ चाहिँ देखाउन पाइनँ तर मैले राङरुङ गाउँ पहिले पनि देखाएको थिएँ पहिल्यै सो आज पनि म हजुरलाई राम्रोसँग छर्लङ्ग स्पष्ट हुने गरेर म देखाउनेछु साथीहरू ल अब हामीसँगै राइडमा चल्दिउँ है त हुन्छ कि नै ल गइदिउँ ल गाइस यति राम्रो भ्यू त देखाउनै छुटेको नि ल हेर्नुहोस् हाम्रो पोखराबाट यति राम्रो हिमालहरू देख्न सक्नुहुन्छ माई गड तर सगरमाथा भन्दा अरू त चिन्दिनँ त म त सगरमाथै छैन यो छैन कहाँ यो
धौलागिरी माछा पुछ्रे अन्नपूर्ण अनि सगरमाथा कता हुन्छ त सगरमाथा त उता काठमाडौँतिर हो क्या सगरमाथा त उसतिर काठमाडौँतिर सगरमाथा चाहिँ कुन हो त तिमीले भने ए रामा माछा पुछ्रे अनि ताको माछा पुछ्रे भन्नु लाग्यो क्या माछा पुछ्रे मात्रै चिन्यो अरू चिन्दिनँ भनेको त सगरमाथा पो भएछ ल साथीहरू म चाहिँ खरेन्टाल आइसकेँ मेरो मम्मीको घर हो मेरो यानि कि माइत अरे कि मैले चाहिँ हाम्रो मम्मीलाई पाउ ल्याइदिएको देखाइदिन्छु मान्छेहरूले हाम्रो घरबाट लगेको मात्रै माइतबाट जम्मै ओसार्छ भन्छ कि म यति राम्रो राम्रो डल्लो डल्लो फर्सी ल्याइदिएछ मैले ल्याएको देखाउनु पऱ्यो नि फेरि यतिको फर्सी त मलाई पनि खुब मनपर्छ हौ माया त है मम्मी है यस्तो हरियो त मिठो हुन्छ पयाहाल्यो त कसम मलाई एउटै मन पर्दैन म फ्रीमै खानु यहाँ चाहिँ छ मम्मी चाहिँ मलाई सिरानीको खोल ल्याइदियो भन्थ्यो म सिरानीको खोल भने ल्याइदिएको छु यहाँ है यस्तो रे सिरानीको खोल चाहिँ यहाँ तातो चिया खाँदैछ म त लकी त नि बिर्सेछौ यहाँ चाहिँ मेरो प्यारा चिया खाँदैछ उसलाई चाहिँ चिसो चिसो आएको टाउको दुई जस्तो भयो भन्दै थियो अब सितेमाल खुराएर लिएर जान्छु केटालाई भनेर टच्च दिएको फेरि हाम्रो दबाई खाने चलन छैन खासै कति मजा हुन्छ है चिसोमा सरर माई गड ल अब हामी चाहिँ ढिला नगरिकन निस्किन्छौँ सियु उता म राङरुङतिर देखाउँछु हजुर डाइरेक्ट ल साथीहरू हाम्रो राङरुङ गाउँ चाहिँ आयो हाम्रो यो गाउँ चाहिँ एकदम के दुवैतर्फतिर घर अनि टक्क बिचमा बाटो कसम यहाँ त भिडियो बनायो भने त बब्बाले आउँछ ल टिकटक त भाइरल नि फेरि राङगाउँ भन्छ नि त ल हेर्नुहोस् हाम्रो राङरुङ हामी चाहिँ यो गाउँ हुँदै सरर जानुपर्ने हुन्छ अब चाहिँ हामी चाहिँ उकालो हिँड्दै आयौँ भने अब चाहिँ ओह्रालो छ जस्तो लागिरहेको छ मलाई आजको चाहिँ कसम घाम लाएर टिलीको यस्तो राम्रो बब्बाल दिएछ नि हिमाल ओ हिमाल हेर्नुहोस् हिमाल यस्तो राम्रो देख्यो यार ल हेर्नुहोस् यो बोलेको मात्र सुन्दाखेरि यो बुढालाई कति हेर्न मन लाग्यो त्यो आँखा चिलाइसक्यो हो क्या साथीहरू यहाँ चाहिँ मेरो आँखामा कस्तरी आँसु पनि आइरहेको छ चिसोले चाहिँ हजुरलाई यताबाट देखाइन्छ किनभने यताबाट ठ्याक्क घाम लागिरहेको छ यहाँ चाहिँ म पछाडि इन्जोय गर्दैछु साथीहरू डुलेर यता चाहिँ उतानिर एक चोक्टा घर छ होइन 15-20वटा यता पनि छ होला फेरि 15-20वटा राङरुङ गाउँ चाहिँ यही नै हो हामी चाहिँ अब बुचा हुँदै मोरिया हुँदै अनि कता छ कि यताको गाउँ पनि टन्नै छ है अब कसको गाउँ पऱ्यो के पऱ्यो होइन टक्क आफ्नो गाउँहरू सम्झिनु होला यो देखेर हेर्नु होला आमामा कसरी बादल हिँडेको यार हो रे उ हेर्नु त गाउँतिर त बल पो आउँदैछ त हौ ओहो ऊ त्यो त झन् देखिन्छ होला हिँड्नु फाइनल्ली भेटियो केटा हो फाइनल्ली हेर्नु त बाबु त्यही बाबुको नि भात खुवाइ माग्यो हामी सानो हामी चाहिँ आयौँ है फुपू र पुसाको घर चाहिँ यहाँ थाहा सानो त्यसो बाबु के छ खै गुड गर नि त गुड झोरले फुपू के छ गर ढोक गर त्यहाँ नि हो सबभन्दा ठुलो मान्छे बन्ने सानो मान्छे भएर भन्ने हजुर नमस्ते मैले खतरा पुसालाई ढोकिदिन्छु यस्तरी एउटा मात्रै जिस्काएको
हम पुछेर जिस्काको कान टाल्लेर यहाँ सानो मात्रै ल्याइदिएको छु के बोकेर आएको बाबुलाई मात्रै ल्याइदिएको ल हाम्रो चाहिँ सुरु भयो खानपिन चाहिँ खाजा हाम्रो मर्निङ ब्रेकफास्ट गाउँतिरको मर्निङ ब्रेकफास्ट झन् दामी बब्बाल हुन्छ लोकल काँक्रो देखाइदिनु लोकल काँक्रा जस्तो नै छ बजारको ब्रेकफास्ट के हुन्छ के भन्छ अरे ब्रेडलाई फ्राई गरेर तताएर टोस्ट के बनाउँछ अरे ड्याडी म्यासी हेर्छु म्यासी सिलगढीको मिठो छ न हुन्छ नयाँ ठाउँमा घुम्न आएपछि चक्कर लगाएर स्वागत फेरि खत्रै पाराले हुन्छ क्या हाम्रो 5P खतरा हुन्छ भनेको क्या 16 घण्टा फलो गर्ने कोसिस गर्छु तर फेरि आयो भने हामी मेरो बुढा यस्तो मस चाहिँ 5 किलो उसलाई म चाहिँ 5 किलो मोटाइसक्यो हामीले 4 बजीभित्र के खायो त्यसपछि चाहिँ स्टप खानालाई प्लानिङ के यस्तो छ के अरे के हुन्छ फेरि थाहा छैन चुसेर यस्तो तानेको त्यहाँ त्यो पुसाइले तिर्क रक्सी लिँदैछ खै त नहरेको शीतन आउन यता नपुगे रक्सी मैले खान्छ नि त पातलो अहिले छटछट गर्नु यो ट्यापको अरिङ्गल भन्छ यसलाई माहा होइन माहा भन्दाखेरि झिङ्गा यो चाहिँ मेरो बुढाको एकदमै के रहर फेभरेट मनपर्छ उसलाई त्यहाँ उता सुकुमा देखाएको त्यहाँ देखाइदिएको क्या मन खान्छु आई लाइक इट टु मेरो हात त कालो देख्यो होला किरा आयो त म त किरा होइन किराको बच्चा खान्छु जस्तो मिठो हुन्छ हौ सुकाएको नि त चाम्रो भएको हो त नि भर्खरको त गिला मजा आउँछ त्यो त्यसलाई नि फेरि पकाउन जाने भने मिठो हुन्छ त्यसलाई पडाउनु तेलमा पड्काउनु पर्छ अरिङ्गा हाम्रो छोटो शीतन अनि डिस आयो हाम्रो मिठो रहेछ त नखाला न दामी छ डिस ल साथीहरू हाम्रो चाहिँ भात पनि आइसक्यो कसम भातसँग रहेको छ हाम्रो कुखुराको झोल मेरो बुढा ल्याइ स्वराप पारी पनि सक्यो यहाँ चाहिँ ओहो स्पेसल गाउँको दल छोक्राको चोक्टा दुईटा लिएर आएको दुई कटौरा मासु यहाँ फेरि आयो अरिङ्गाल त मेरो बुढालाई लास्टै मन पर्यो साथीहरू मलाई लास्टै मन पर्यो मेरो भात यहाँ चक्क लाग्यो साटेको हेर्नु बुढो ए यसको साथ छ हजुर हजुर मलाई यो हजुर त्यो दिगोला वास्तवमा है मासु भाग साटेको सजिलो मैले यो हातले झिक्दै ओहो हजुर मेरो फर्स्ट बाइट एकदम खतरा पाराले देखाउँछ नि मेरो लुगा चाहिँ सेतो सेतो छ सेतोमा चाहिँ नलाओस् खाए ल खुर्सानीले के यस्तो सिङ पार्यो खान चाहिँ एकदम मिठो छ ल भाउजू भन्नु न मेरो दिदी हो खाइँदा चाहिँ एकदम मिठो हो दिदीले बनाएको होला हामीले चाहिँ सच्ची हो यार मलाई त्यस्तो राम्रो मासु परिरहेछ स्न्याक हो कि के हो ड्याडी कर्ड डेजर्ट घुमाऊ क्यामेरा घुमाऊ बुली
आयो बुझा त्यस्तो भन्न मन लागेर कि कस्तो मलाई दाँत चिडाइ भएको क्या कसम यस्तो खुवाइले कसम असममा बुढाबुढी 5 केजी मात्रै मोटा अब 10 केजी भाइ साहब हाम्रो चाहिँ यहाँ यो चाहिँ खुर्सानी लिएर जानु लाग्यो हामीले 3 केजी यो चाहिँ चुक्का 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 छोड्दै जाने हो फेरि धेरै चमेलीमा यहाँ खुर्सानी ल्याएको छ मैले यहाँ चाहिँ पुसाएर यहाँ मेरो भारी मिलाइदिँदैछ बिचरा यहाँ चाहिँ बुढी र घेरौँला बिचरा यो अब चाहिँ हामी निस्किनु पर्ला अब चाहिँ हामी निस्किने हो बिस्तारै आरामले जानु पर्ला यस्तो लागिराखेको छ म चाहिँ यहाँनिर मा सब्सक्राइब गर्दैछु मेरो च्यानल म यस्तो कालो छु म देखाउँछु ल हजुरहरूलाई मेरो दही 1 बट्टा यो हाम्रो दही हामी फेरि खानी मात्र होइन लिएर जाने चलन पनि छ यो त छेउछेउ हुन्छ ताले ताले गरेर हालिदिनु त फेरि बाफिन्छ कि के हो जस्तो बाफिन त त्यहाँसम्म त बाफिन्छ यो एन गिदाको हेरेको देख्नु हजुर अहिले यस्तो रहल गर्ने भनेको अझै मादल बजाएको हेर्नु नि त्यहाँ माफुपुल बजा ऊ हेर्नु त्यहाँ हजुरको उसले गिदाको तिमीलाई हेर काले घिउ यिनीहरू लिएर आऊ हामीले अरू त ठिकै हो यहाँनिर यो मकै सोली लास्टै मन पर्यो मलाई गाउँतिर पहिला देख्न पाइन्थ्यो है फुल पनि आहा कति राम्रो एउटा फुल टिपेर लिएर जान्छ बाटोमा टिकटक बनाउनु हुन्छ यहाँ सिबी छ बुढी यहीँको बुढी टिपेको हो क्या हो कति मजाको दाउरा यहाँ चट्ट लाएर यो चाहिँ रह्यो हाम्रो अन्तरी फुपूको घर यता रहेछ क्या मस्तले आनन्दले लसुन झुन्डा छ कुखुरा बाख्राको खोर यहाँ चाहिँ म आएको पहिलेबाट आइरहेको थिएँ अहिले सिधा 3 चोटि भइसक्यो म आएको अब चाहिँ 2:30 भएको छ फर्स्ट टाइम होला म छिटै यहाँबाट निस्किन लाग्यो अब निस्किन पनि पऱ्यो 2:30 3:30 4:30 5:30 अब 5 5:30 हुनसक्छ पोखरा पुग्दासम्म अब बाटोमा रोक्नै पऱ्यो टिकटकहरू बनाउनै पऱ्यो साथीहरू ल अब हामी चाहिँ बिस्तारै निस्किन्छौँ झोला सानो ल्याएको पनिसमेन्ट फेरि यस्तो छ कि कति ठाउँमा बाँधेछौँ हामीले अब चाहिँ हामी निस्किन्छौँ होला ल बाई फुपू पुसाई अब भोलि पर्सि आउँछु बाई हेर्नु त सानो मान्छेले बाई गरेको चाउचाउ लिएर बाई गरेछ बाई भोलि पर्सि आउँछ है ल गयो फुपू बाई ल हेर्नु गाइस हामी अब जाने भनेर अघि नै निस्केको अहिले चाहिँ यहाँ टिकटक बनाउने भनेर उहाँ टिकटक बनाउँदैछ टिकटक बनाउनलाई अघि नै उहाँ काँच खोज्दा यो सिनेरीहरू खोज्दै यस्तो भयो साथीहरू यो भिडियो टिकटकमा आउँछ कृपया हेर्नु नबिर्सिनु होला युट्युबमा पनि आउँछ युट्युबको सर्ट्समा पनि ल साथीहरू हामी चाहिँ अस्ति नै त होइन अस्ति भर्खरै हामी यहाँ राङरुङ रिजोर्ट गएको थियो नि त त्यहाँबाट चाहिँ कति राम्रो भ्यू देखेको थियो त्यो भ्यू त के हो र यहाँबाट जाने हेर्नु त्यो पुलबाट कहाँ जाने होला म देखाइदिन्छु हजुरहरूलाई यहाँ चाहिँ 2टा ठिटाहरू पनि रहेछ डेटिङ बसिसक्यो क्या हो हाँस्यानहरू यहाँबाट चाहिँ यस्तो राम्रो सिनेरी टक्क लाएर डाँडा है आमामामामामामामा यो मुनिभरि जङ्गल हो नि त यो कालोवाला के खतरा जङ्गल होइन त्यही माथि ओहो अस्ति नै मैले हेऱ्यो 1 2 3 4 भनेर देखाएको त त्यहाँ त के राम्रो देख्दै र यहाँ झन् यस्तो राम्रो देख्दो रहेछ नि कसम ठक्क फाँड्के तल ऊ त्यो किरिमिरी देखेको चाहिँ सर्लक्क खैरेन टारदेखि दुलेगोडा हो जस्तो लागिरहेछ मलाई हो
यहाँबाट चाहिँ भ्यू चाहिँ एकदमै बब्बाले राम्रो आउँदो रहेछ नि सर्लक्क घाम लाएर टिलिक्क टल्केर म त पुरै ड्रेस चेन्ज गर्दैछु कि साथीहरू है किन भन्दा मैले हजुरहरूले किन उसलाई भने यो भिडियो मेरो टिकटकमा हेर्न सक्नुहुन्छ त्यहाँ चाहिँ एकदम राम्रो राम्रो सिन थियो सो त्यही भएर हामीले चाहिँ एउटा दुइटा फोटो त होइन भिडियो खिच्यौँ अब पनि फेरि पनि एउटा दुइटा टिकटक भिडियो बनाउँदैछौँ मेरो बुढा चाहिँ टिकटक बनाउँदा यति झ्याउला एउटा टेकलाई 5 चोटि 6 चोटि टेक लिन्छ नि त अब गीत चाहिँ जानेको हुँदैन अनि त्यही माथि डान्स स्टेप पनि ट्याक्क बिटमा मिलेन भने झ्याउ लाउँछ साथीहरू सो अब यहाँ पनि एउटा दुइटा टिकटक बनाउँछु म मेरो बुढालाई फकाएर अनि त्यसपछि हामी चाहिँ खैरेनीतिर लाग्छौँ रङरुङ हुँदै भिमात हुँदै सो हाम्रो बाइक चाहिँ यहाँ छ अनि यहाँ चाहिँ यत्रो घाम लगाएर राम्रो आइरहेछ म चाहिँ यहाँ मेरो बुढालाई सर्लक हिँडेको भिडियो बनाउनु पठाउँछु लुङ्गी लाएर त्यो भिडियो आयो भने चाहिँ सम्झिनु यतिखेर मैले भिडियो बनाएको भनेर त्यो भिडियो चाहिँ युट्युब अनि टिकटकमा पनि आउँछ ल साथीहरू ल म भिडियो खिच्छु ल मलाई ढिलो भयो छ्या ल साथीहरू हामी चाहिँ अहिले फेरि भिमात आइसकेको छौँ हामी चाहिँ राङरुङ हुँदै अब पाइमी हुँदै फेरि पनि फर्किएर आइसक्यौँ बिचमा 3-4वटा टिकटक बनायौँ त्यसमा आधी घन्टा कति लस भयो कसको घर हो सुमिला हजुर मेरो भिडियो हेर्छ भने के अरे है हेर्छ भने पनि हेर्नु होला यहाँबाट चाहिँ यताबाट चाहिँ मेन रोड कुमारचोक जान्छ भने हामी चाहिँ यहाँबाट सर्टकट जान्छौँ सरेर लाएर यात्रा चाहिँ खतरा भयो अब पनि अब फेरि अब आउँदा पनि खरिन्टार पसेर आएको होइन अब आउँदा पनि खरिन्टार फर्किँदा पनि खरिन्टार पस्नै पर्यो बाटोको पँधेर आउँदा पनि छुस्छ जाँदा पनि छुस्छ आउँदा नि मिठो टी खाएर आएको अब फर्किँदा नि मिठो टी खाएर जाने हो भन्ने अरे के खाना त के खाइन्छ तर पस्न चाहिँ पस्नु पर्यो र साथीहरू हामी चाहिँ मस्त इन्जोय गरिरहेछौँ भ्यूहरूलाई ल साथीहरू हामी चाहिँ खरिन्टार आइसक्यौँ हामीले चाहिँ यहाँ धेरै कुरा डिभाइड गर्दैछौँ यहाँ दही पनि झिकेर यहाँ दिँदैछौँ ल हेर्नुहोस् है ए हामीले जे कुरा नि बाँड्छौँ ल हेर्नुहोस् अन्तरी छ्यामै यहाँ चाहिँ एक चाक बोडी यहाँ चाहिँ सेलरोटी छ मम्मीले खान्छ मम्मी बाबाले हामी चाहिँ आइसकेको छौँ खैरिन्टार अब चाहिँ हामी जान्छौँ न भयो भयो कि यहाँ नि मम्मी र बाबाले खाने चिसो हुन्छ धेरै चिसो बनाएर राख्यो भने उस हुन्छ के भन्छ अरे बस्छ त्यस्तै भनेको ल है फाइनली भान्जाले एक बडको होइन एक देब्ची भन्दा त बेसरी हेर्ला नसुनिकन बसेको एक देब्ची दही दियो यहाँ चाहिँ मैले भर्खरै आएर लुङ्गी चेन्ज गरेँ तपाईँहरूलाई नि यस्तो खुर्सानी चाहिएको छ भने सम्पर्क गर्नुहोला सनम दिदीलाई गाइजहरू फोटो एउटा नि खिचेँ होइन बुढो थम्नेल हाल्न गाह्रो पो हुने भयो त खै थाहा छैन के तर मलाई तलतिर लैदेऊ भनेछ ल साथीहरू खाना भन्दा पनि बाबाले जबरजस्ती भने नकराउनु होला नत्र आउँदै पसिया छ चिया खाछ फर्किँदै पसिया छ चिया खाछ के भन्दा तिमीहरूको हजुर भन्न पनि नमिल्ने होला साइको भन्ला पागल भन्ला आफू बोल्ने आफू थर्काउने यस्तै चल्छ के बुढा यो युट्युब टिकटकमा युट्युबमा हाल्ने टिकटकमा थोरै हाल्ने युट्युबमा नि चल्छ कुहे हो कि जाँदैहरू ल साथीहरू हामी चाहिँ निस्किन्छौँ सेयो पोखरा यहाँ चाहिँ मैले मेरो मम्मी र बाबालाई सेलरोटी दिएर चपाइराखेका छन् मिठो छ है सेलरोटी है मम्मी है मिठो छ हामीले पनि खाएको नि यहाँ ल साथीहरू हामी चाहिँ रात पर्न आँट्यो अब हावा खाँदै पोखरातर्फ लाग्छौँ गएला ल साथीहरू फाइनल्ली घर आयौँ है आउन चाहिँ अलि
1 घन्टा त अलि भएको छैन आधी घन्टा 45 मिनट चाहिँ पक्कै भयो होला हामीले चाहिँ यो भिडियो चाहिँ कन्टिन्यू गर्नै पर्यो फेरि भोलि फेरि गएर हाम्रो ब्लगिङ इन्कम्प्लिट हुन्छ नि त सो त्यही भएर हामी चाहिँ एकदमै टाढा गएर आएको भएर हामी चाहिँ एकदमै लत्रक्क थाकेछौँ सो हामी चाहिँ अब रेस्ट गर्न पर्यो हात खुट्टा धुन पर्यो त्यही भएर यात्रा चाहिँ एकदमै सफल रह्यो यो बाटो चाहिँ हामी फेरि पनि जान्छौँ होला खैरिनी हुँदै बिमा हुँदै बोमाटार पनि जानेछ भोलि पर्सि निको पर्सि अब कहिले छिटै जान्छौँ होला जस्तो लागिरहेको छ अनि त्यही हो पुग्छलाई धेरै धेरै धन्यवाद लोकल कुखुरा लोकल भालेको मासु पर भुटेर अनि झोल छुलिङ स्वरा भात खाएर आइयो होइन सम्झिँदा रहर लाग्छ दही भने यत्रो फक मेरो बुढाले मागेछ खाएको अरिङ्गाल त कुरै नगर्नु अरिङ्गाल त पुरा कानमा भुर्रै गरेर आउँछ कि अहिले अरिङ्गाल नि मस्त खाइयो टेन्सन मिठो थियो है डाडे अनएक्सपेक्टेड सुकाएको झन् मिठो पो हुँदो रहेछ मलाई त किची त अलि घिन लाग्छ त्यो किरा त तर आज चाहिँ एकदमै मिठो थियो खानेकुराहरू चाहिँ अनि सेलरोटी झन् टक्क मुखमा हाल्ने बित्तिकै छप्प मेरो एन्जल चाहिँ यहाँ यस्तो छ जतिखेर नि तिहार आउनु पाएन पटेका किन्ने मात्रै भन्छ पट्काइदिन्छ अनि ठिकै हुन्छ नि अब मलाई देख्दै यो त बेसी थाके जस्तो देखेँ होला यता कर्नर हेर्नु होला भरे यता झन् ड्राइभर पो हो त हौ गुरुजी त फेरि घाँटीमा चाहिँ मैले निकालिदिन्छु अहिले धुलो कतिको थियो भनेर भनिदिन्छ धुलो चाहिँ थिएन साँच्चै सिरियसली भन्नुपर्दा एकदम सफा ठाउँ चाहिँ त्यही हामीले पोखरा एरियातिर अलि मैला धुलो भनेको त्यता चाहिँ एकदम शान्त बरु चोर आयो नि नआउला जस्तो चोर नाइने आउला जस्तो तर चोर त्यता त्यति चोर त हुन्न होला तर भुसुत निस्किन्छ होला बरु मसान आए नआए नि आउला जस्तो तर छले नि छल्ला जस्तो होइन त्यो शान्त एकदमै के बाटो नरके रोक्ला जस्तो बुझिले किर्नेले होइन त्यस्तो कति भने होला नि त्यस्तो छ कि त्यो सानसुन्न भनेर भएको सानसुन्न भनेर तर त्यताको गाउँतिरकोमा बाहिरमा हिँडेर डराएन होला हामी चाहिँ त्यस्तो छ बाटो पुरा अनि त्यही नै हो यसै गरी अर्को नयाँ ब्लग पनि कति आउनेछ आजको चाहिँ खैरिनी भिमात फेरि कटन छापबाट फेरि भिमात खरिन्टार हुँदै फेरि हामी पोखरा आयौँ पोखरा चाहिँ हामी एकदम सेफली आइसकेको छौँ सो डन्डोरी अर्को भ्लग पनि आउँछ फेरि यही 2टा अनार भएकोले बनाउँछ अनि अनार भएकोले खान्छन् डुल्छन् रमाउँछन् अब यतिखेरै हो म अलि एकदम असली भ्लग बनाउने भनेको अब अहिले किनभने एन्जल साइमीको नि एकदमै छुट्टी छ नि त सो त्यतिखेर चाहिँ आनन्दले दिनको 1 दिन 3 दिनै बनाउँछु भन्ने पनि पाइन्छ अब फेरि एन्जल स्कुल सुरु भयो भने एन्जललाई लिन जाऊ यताउति टाढा हिँड्न पाउँदैन सो गाइज फेरि पनि नयाँ भ्लगहरू लिएर आउनेछु धेरै धेरै धन्यवाद हाम्रो कटन छापको फुपू पुसाइलाई एकदम मिठो खानेकुरा बनाएर खुलाउनु भएकोमा फेरि पनि बाबु आउने बेलामा आउनेछौँ हामी यति भन्दै अर्को भ्लगमा भेटौँला साथीहरू सबै कटन छाप को भ्युअर्सहरूलाई धेरै धेरै धन्यवाद अनि बारे मासे आओस् नआओस् राम्रो होस् नराम्रो होस् मेरो मम्मी खैरिन्टारको मेरो मम्मीलाई नि धेरै धेरै धन्यवाद कान्छ भन्दै होला मम्मी चाहिँ लगाइन्छ बाई सी यू इन नेक्स्ट ब्लग बाई गरौँ बाई